तल छैन। अब हामी यहाँबाट हाइकमा निस्केको। कहाँ भन्दाखेरि यहाँबाट हामी त्यो लिभिङ रुट ब्रिज जाने पहिला हिँडेर त्यो पछाडि ब्लू लेगुन। सो अलङ द वे लेट्स सी भिडियो गर्दै जाउँ यसो होइन। भ्लगरै नभए तापनि यसो मेमोरीको लागि। अब धेरै चल्यो भने फेमस, चलेन भने मेमोरी होइन, त्यस्तै हो। अरे आज बिहानको सुरुवात हाइकिङबाट भयो। के भन्न चाहन्छस्? अब नेटवर्क हुँदैन, केही हुँदैन, घरवालालाई इन्फर्म गरिदे हो। अब कसरी जाउँला, त्यसरी नै आउनुपर्छ वापस। जाला जस्तो चाहिँ आउला, त्यो चाहिँ उकालो चाहिँ जाँदा जसरी जाउँला त्यसरी नै वापस आउनुपर्छ। अब हाम्रो यहाँकाले चाहिँ पुरै खतरा हाइकर हो होइन। यो चाहिँ अब एभरेस्टहरू पनि चढ्या हो तर सपनामा। अब आज फर्किँदाखेरि कसको के हालत होला। अहिले म पनि अब अहिले ओभर अनफिट र बिना सेपमा हो। 95 किलो वरिपरि हो अहिले। म पेटै मेरो स्क्वायर भइसकेको छ अहिले भन्नै पर्दाखेरि। अब हेरौँ ल उकालोमा कतिको गाह्रो पर्छ खासै। पहिला जस्तो फिटमा चाहिँ त्यो बेस क्याम्पहरू गएको जस्तो चाहिँ हिँड्न चाहिँ नसकिला, तर पनि सकिला। हेर्दै जाउँ। केही नखाइकन निक्लिएछ। अब अब होटेलवाला 7 बजी आउँछ अरे। अब ब्रेकफास्ट 8 देखि 10 अरे। हाइकिङ चाहिँ कहिले जाने अनि त्यो पाराले। हाम्रो आजको प्लान भनेको चाहिँ यहाँबाट एसियाको क्लिनेस्ट भिलेज पुग्ने होइन काले। तर अन द वे त्यो 5वटा झर्ना पनि भेट्ने होइन त। अनि त्यो झर्ना हुँदै क्लिनेस्ट भिलेज हुँदै कि त्यो क्लिनेस्ट भिलेजमा बस्ने, नत्र भने दाउकीमा बस्ने। आज हेरौँ। त्यही नै बेलुका अब क्लाइन्ट छ आज पनि। बातेले गर्दाखेरि अलिकति प्लानमा डाइभर्जन पो हुन्छ के। कुनै पनि दिनको सुरुवात चाहिँ जहिले पनि ब्रेकफास्टबाट हुन्छ। त्यही भएर हामीले ट्रेकिङ सुरु गऱ्यौँ 2 मिनट हिँड्यौँ। पहिला पेट पूजा। कति बजी छैन अरे 7:30। पेट पूजा गर्ने पेट पूजा गर्ने। नो नेटवर्क, मेरो पनि छैन, यसको नेटवर्क छैन। अब हामी पहिला खाने अनि त्यो पछाडि मात्रै हिँड्ने है त। सो हाम्रो ब्रेकफास्ट आयो। अनि भ्लगर नहुनुको चाहिँ यही बेफाइदा हो कि झन्डै खाइपठाएको थिएँ फर्स्ट घाँस। रोटी, यो अचार अनि अब अन्डा छ 2टा अनि लेमन टी। मजादार खाने है। हुँदैछ आउँदैछ। खाना खाइराखेर पर्खिनु हुँदैन अरे क्या, पाप लाग्छ अरे क्या। साथीलाई पनि पर्खिनु हुँदैन, कम खानुपर्छ अरे। सो अब चाहिँ अन्डामा आयो, रोटी पनि आयो, अचार यो अनि ग्रिन टी हेर लेमन टी। त्यो चाहिँ अन्डा खाँदैन अरे। हामी गम खाने अन्डा होइन। अब हाम्रो ब्रेकफास्ट सक्यो। हाम्रो यहाँ हुनुहुन्छ निलज्यू। अब हामी यहाँबाट निस्केको हाम्रो गन्तव्यतिर। बाई बाई। यही रस्ता होइन। नो गया लागेको हामी चाहिँ गाइडे बिना हिँड्ने। जेवाला देखा जाला है त। हाम्रो बाटोमा चाहिँ पुरा सोलर प्यानल लाइटहरू लगाएको रहेछ होइन। मेरो साथी निल चाहिँ गनगनेको छ। किन भन्दाखेरि यसको कम्पनीको सोलर किन लगाएन भनेर घरि भन्छ छायामा पऱ्यो अरे सोलर लाइट, के चार्ज हुन्छ भन्छ। घरि के काम चाहिँ गरेछ तर पैसा खाने काम मात्रै गरेछ भन्छ, काम देखाउनलाई मात्रै। यसको सोलर कम्पनीको चलाउनु पर्ने रहेछ है। यो नभए गनगन गरेर मार्ने रहेछ, नत्र भने यसले। आकाले तेरो कम्पनीको नाम के अरे? एभरग्रिन एन्टरप्राइज सिलिगुडी। यसको कम्पनीमा चाहिँ गनगन गर्ने रहेछ। ल मेन कुरा भनेको चाहिँ यहाँ चाहिँ ओभरै स्टिप रहेछ क्या सिँढीहरू। अब यो स्टिप सिँढी चाहिँ अहिले माथिदेखिको सिँढी मात्रै छ। अब यो स्टिप सिँढी चाहिँ अहिले उकालो हिँड्नु पर्दा चाहिँ के फाट्छ अरे? फटेगी भाइ, फटेगी। क्या फटेगी? पिछवाडा। अरू भन्दा पनि ठिकै हो। अरू कुरा चाहिँ अब यति ओह्रालो उकालो त हिँडिरहेको हो, तर कस्तो भन्दाखेरि यो चाहिँ एकदमै स्टिप रहेछ क्या। सिडीको सिडी रहेछ। अब हेरौँ अब आउँदाखेरि। मेन कुरा भनेको चाहिँ यस्तोमा चाहिँ ओह्रालो हिँड्दाखेरि थाइहरूमा धेरै वेयर एन्ड टेयर हुन्छ क्या।
क्या त्यसले गर्दाखेरि चाहिँ दुख्ने हो। उकालो त गल्नु चाहिँ गलिन्छ तर त्यस्तो इन्जुरी सिन्जुरी हुँदैन। अब यहाँ चाहिँ के रहेछ भन्दा एक मिस लाइफ छिस रहेछ नि त होइन एकाले। अब सिँढीमा चिप्लेर लड्यो भने त अब यहाँ त रेलिङ छ तर झऱ्यो भने त सिधै तल कहाँ पुग्छ नि त। सो यो चाहिँ मलाई कहाँको याद दिलायो भन्दाखेरि अन्नपूर्ण बेस क्याम्प जाँदाखेरिको त्यो बम्बुमा जुन सिँढी छ त्यही सिँढी जस्तै रहेछ क्या यो सिँढी। तर त्यहाँ चाहिँ अब अलिक छोटो थियो, यो चाहिँ लामै रहेछ क्या। माथिदेखिको यस्तै सिँढी हिँडेर आयो क्या। स्टिपै छ पुरै। फेरि यो पर अनफिटमा आयो थाहै थिएन। अरू अनफिटमा आइरहेको छ नि त म त। त्यसले चाहिँ अलिक गाह्रो बनाउला कि जाँदैछु म ओह्रालो। हेरौँ यो मेरो साथीलाई ओह्रालो हिँड्दाखेरि नै ऊ बिसाउनु पर्ने भइरहेछ। बिसाउने जग्गाहरू खोज्नु थालिसक्यो। यसको उकालो हिँड्दा हालत के होला यसको हाकाले खराब। ल ठिक छ अब सिँढी चाहिँ यस्तै रहेछ। कति हो कति सिँढी हिँडाइ जे होस् मेरो टोली कैलाश बाजेर विकास आगोलाई चाहिँ मैले मिस गरिरहेको छु होइन। अब विकास आगो भएको भए अघि कहाँ पुगिसक्ने स्वैँ हिँडेर। हाम्रो कैलाश बाजे भएको भए सायद उकालो फर्किँदाखेरि है बाजे पासुला त है बाजे। सो हामी चाहिँ हाम्रो आजको हाइकको फर्स्ट स्पट वी आर अबाउट टु रिच। काले फ्रेस छ होइन काले फ्रेस छस् तर 2-4वटा उकालो सिँढी देख्नु साथ कालेले चाहिँ उकालो रहेछ त भन्दै थियो कालेले। यो चाहिँ के अरे काले लङ ब्रिज लिभिङ रुट भनेको चाहिँ के गर्दो रहेछ यिनीहरूले भन्दाखेरि द थिङ हेर्छ भन्दाखेरि यु क्यान सी दिस है। उनीहरूले चाहिँ रुखको जरालाई नै बनाएर एउटा ब्रिज बनाइदिएको छ कि यसरी विच इज सो गुड। ए लिभिङ रुट ब्रिज हिँड्काले हामी अब चढेर देखाउँ। चढ्यौँ लिभिङ रुट ब्रिज। हियर वी गो। क्यामेराको चाहिँ ओहो नाइस 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 यस्तो रहेछ है लिभिङ रुट ब्रिज चाहिँ। ल रुखैको जराले बनाएको ब्रिज हेर्नु नि टक 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 जोडेको क्या। हिजो हामीले ब्याम्बुको नखरा डर छेरुवा ओ नाइस हल्लिँदो रहेछ है तर ओहो हो। अब फलामको सस्पेन्सन ब्रिज भए चाहिँ टेन्सन हुन्थेन होइन तर अब जराको ब्रिजमा चाहिँ हल्का हल्लिँदाखेरि चाहिँ टेन्सनै हुँदो रहेछ। अब अरू त के भनौँ तर इट्स नाइस। आज यस्तो ब्रिज यो चाहिँ लङ ब्रिज रे सायद यो लामो छ होला भएर लङ ब्रिज रे। यस्तो ब्रिज चाहिँ आई थिङ्क वी आर गोइङ टु सी मोर आज। अनि यहाँको सबैभन्दा फेमस त्यो डबल डेकर ब्रिज त्यो चाहिँ ओल्डेस्ट रे क्या लाइक भेरी ओल्ड। कति वर्ष भन्ने कुरा चाहिँ आइएम गोइङ टु मुनिपट्टि म हालिदिन्छु रिसर्च गरेर। आई थिङ्क इट वाज 200 or something if I'm not wrong। यो रुखको चाहिँ यसरी जरालाई मिलाएको रहेछ कि सी यसरी के टक 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 जरालाई नाइस होइन। काले त त्यहीँ बसेछ डर छेरुवा ओ डर छेरुवा। यो चाहिँ अहिले दोकान एउटा नि खुल्ला छैन अरे किन चिया मान्छेलाई कहाँ पुग्नु चाहिँ यसलाई चियाको सरकार। एनिवेज हामी चाहिँ फर्स्टको लिभिङ रुट तर लङवाला ब्रिज वी हेभ डन होइन। अब चाहिँ हामी जाँदैछौँ यही बाटोमा यही सर्किटमै पर्छ अरे अरू जग्गा पनि। हाम्रो आजको मेन टार्गेट भनेको त्यो ब्लू लगुन हो है काले। आजको मेन टार्गेट ब्लू लगुन हो। ब्लू लगुन गएर त्यो पछाडि त्यहाँ नुहाइ गरेर फाकै हुन्छ होला पौडी खेलेर जानु भोक लाग्छ। तँलाई यसको गन सोलरले गर्दा भन भन। अब जस्तो हेर्नु हुँदैछ यहाँ एकदमै छाया छ रुखपातले डल्लै छोपिरहेको छ। ठिकै छ गभर्मेन्टले इनिसिएटिभ लियो होइन कि टुरिस्टहरू चाहिँ गाउँको मान्छेको लागि एउटा सेफ्टीको लागि एउटा सोलर लाइट लगाइदियो। अब हेर्नुहोस् घामै परेको छैन चार्ज कहाँबाट हुन्छ। चार्ज कैसे होगा चार्ज नहीं होगा तो जलेगा कैसे। तो भए चाहिँ के गर्थिस् तो भए चाहिँ तेरो निल सोलर लाग भए चाहिँ के गर्थिस्। कामै गर्दैन
बात तो सही है दौडा तो यसले चाहिँ पुरा माथिदेखि नै पुरै प्रार्थना गरेर आएको जस्तो छ माथि चढ्थ्यो चिया चिया भन्दै थियो ल ठक्कै चिया पसला आएछ हिँडेको 1 घन्टा भयो यसलाई चिया खानु परिहाल्यो यहाँ चाहिँ अब मान्छे चाहिँ हिँड्नु सक्दैन भनेर होमस्टेहरू पनि बनाइदिएको रहेछ यहीँ बस्नु पनि मिल्यो होइन हाम्रोतिर चाहिँ नि यो खालको चाहिँ पानी भेटाएको भए चाहिँ हाम्रो इटरी तरतिर चाहिँ यो खाले चाहिँ यतिको क्लियर पानी त्यो पनि समरमा भेटाएको भए चाहिँ आम माम दिनकै यसले जानेकै देखो न गाइस भनेर यसले मलाई आज हिजोदेखिको यसले यहाँ चाहिँ अब समरमा चाहिँ यतिको चाहिँ पानी भेटेको भए चाहिँ आहा आगाले समरमा यतिको पानी चाहिँ हाम्रोतिर भेटेको भए तराईमा यस्तो मजा आउँथेन हट तेरिका हो गलत जग्गामा छ यो गलत जग्गामा अहिले हामी सस्पेन्सन ब्रिजमा हिँड्दैछौँ अनि यो ब्लू लगुन चाहिँ यहाँ तल रहेछ है म देखाउँदैछु इट्स नाइस के इफ यु क्यान सी यहाँबाट साँच्चै नै राम्रो रहेछ क्या भन्नु चाहिँ यसको दृष्टि अलिकति गहिरो नै रहेछ नि त यहाँबाट त डरलाग्दो पो देख्दो रहेछ यार जस फर्किँदाखेरि वी आर स्योरली गोइङ टु भिजिट दिस ब्लू लगुन इफ यु क्यान सी दिस यहाँदेखिको तलैसम्म जुन चाहिँ हामी डबल डेकर ब्रिज गइरहेछौँ त्यहाँ चाहिँ धेरै टुरिस्ट गएको हुनाले गर्दाखेरि त्यो चाहिँ पुरा डिग्रेड भएको छ अरे क्या त्यसले गर्दाखेरि त्यसको रेप्लिकाहरू चाहिँ अरू जग्गा बनाएको रहेछ नि त अनि हामीले अहिले जुन चाहिँ हामी हाइकिङ गरिरहेछौँ जुन चाहिँ सिँढी झऱ्यो नि त्यसले मलाई भन्दैछ मलाई नभनेको पनि तल कति घन्टा लाग्छ अरे त्यो सिँढी उकालो चढ्नु 4 घन्टा लाग्छ अरे तर 4 घन्टा लाग्ने सिँढी चाहिँ त्यो होइन है इफ यु टेल मी त्यो मेरो विचारमा 1.5 घन्टा नर्मल मान्छेको हिसाबमा भन्नु लाइक 1 घन्टा 1.5 घन्टा नर्मल मान्छे हेल्दी हुन्छ अरे त्यो जस्तो मोटा हुँदैन अनि के भन्छ त्यति लाग्नुपर्ने हो होइन अब त्यसले गर्दाखेरि सायद खासै मान्छे जाँदैन पनि रहेछ अनि बाटोमा स्ट्रेचर पनि राखिदिएको रहेछ क्या लाइक मान्छे हिँड्नु सक्छ हिजो हामी त्यही भएर राति पनि मान्छेहरू पुरा अँधेरोमा पनि उकालो आइरहेको थियो हामी कुरा पनि गर्दै थियौँ यति राति फर्किँदैछ यिनीहरू हाइकिङबाट भन्दै थियौँ कारण चाहिँ यो रहेछ क्या लाइक बिकज अहिलेको टाइममा लट अफ पिपल देयर अनफिट नि त सो उहाँहरूलाई चाहिँ यो हाइकिङ गाह्रै पर्दो रहेछ क्या तर त्यस्तो अहिले टेलु कति गाह्रो हो भनेर अब कम्प्लिट हुँदाखेरि चाहिँ होइन बट अहिलेसम्म चाहिँ मैले हेर्दासम्म चाहिँ त्यस्तो चाहिँ मैले देखेको छुइनँ अनि अब आजको हाम्रो टार्गेट भनेको चाहिँ त्यही डबल डेकर ब्रिज पुग्ने है त्यहाँ गएर यसो भिडियो खिच्ने तपाईँहरूलाई पनि देखाउने कस्तो छ भनेर सो द्याट फ्युचरमा इफ यु कम टु मेघालय होइन नेपाली सिटिजन क्यान कम इजिली है केही लाग्दैन एक्स्ट्रा कुरा बाइकले भने चाहिँ पर्मिट लाग्छ हामी जस्तै अनि यु क्यान कम हियर एन्ड यु क्यान सी कस्तो छ भनेर प्लस आई क्यान अल्सो गिभ एन आइडिया अबाउट मेरो पोइन्ट अफ भ्यूमा मलाई त्यो लोकेसन कस्तो लाग्यो इज इट वर्थ भिजिटिङ नर्थ वर्थ भिजिटिङ तर वेन एभर यु आर गोइङ आउट समवेयर यु अल्सो हेभ टु किप इन माइन्ड दिमागमा के पनि राख्नुपर्छ भन्दा को मान्छेबाट सुनिरहेछ भने इट इज गोइङ टु म्याटर द रिजन इज कोही मान्छे कहीँ पनि गएको छैन जस्ट इक्जाम्पल अस्ति नै मेरो 12को स्टुडेन्टहरू गुफा पोखरी गइरहेको थियो उनीहरूलाई गुफा पोखरी बवाल लाग्यो अरे क्या दामी लाग्यो अब फोटोसोटो खिच्यो वेयर एज फर मी इट वाज लाइक के हो यो हुन्छ नि त्यो के छैन त यार इफ यु टेल मी टु रेट 2 आउट अफ 10 2 पनि होइन 1 2 म्याक्स तर कतिलाई त्यो फेरि बवाल लाग्छ नि त सो त्यो पनि हेर्नु पऱ्यो कि को मान्छे कता कता जग्गा घुमेको छ डुलेको छ अनि त्यही अनुसारले पनि त रेट गरे हुन्छ नि त सो त्यो पनि एउटा दिमागमा राख्नु पऱ्यो जस्तो मैले हिजो गार्डन अफ केव्स मलाई ठिकै मात्रै लाग्यो भने थिएँ तर धेरै मान्छेलाई त्यो गार्डन अफ केव्स फेरि वाउ लाग्नु सक्ला क्या सो यो कुरा पनि यु हेभ टु किप इन यर माइन्ड अनि अब डबल डेकर ब्रिज हेरौँ कस्तो लाग्छ अहिलेको ब्रिज चाहिँ मलाई ठिकै लाग्यो म जहिले
रेट माई वाइफ टेल्स मी के तिमी त फेरि रेट पो गरिहाल्छौ नि जे कुरा पनि भन्छ हो रेट वाइ रेट सो द्याट एउटा आइडिया लागोस् के कतिको लाग्यो भनेर त्यो डबल डेकर ब्रिज इट वाज लाइक 6 out of 10 त्यस्तो वाउ होइन तर इट वाज समथिङ न्यू फर मी के इट वाज समथिङ न्यू फर मी डेफिनेटली सो हिँड्दैछौँ अब हेरौँ अगाडि के कस्तो आउँछ है अहिलेसम्म त इट्स भेरी इजी अहिलेसम्म त हो उकालो ओह्रालो हिँड्दाखेरि स्टिप थियो अब 95 किलो छु अनफिटमा छु भनेपछि अलिकति खुट्टा सुट्टा त काम्ने भइहाल्छ बट इट्स नथिङ न्यू त्यो भनेको जाब साधारण कुरा हो सो हेर्दैछौँ हो अहिले त रोड एकदम चिल छ जङ्गल बिचमा जानुपर्ने रहेछ तर आई डोन्ट थिङ्क यो चाहिँ इट्स रिकमेन्डेड एट नाइट टाइम चाहिँ सायद यो ट्राभल गर्नु सेफ हुन्न होला अनि नर्थ इस्टर्न स्टेटहरू चाहिँ सायद फ्रम वाट आई नो फिमेलको लागि एकदम सेफ नै मानिन्छ बिकज यहाँ धेरै फिमेल इम्पावरमेन्ट छ नि त एभ्री दोकान सोकान तपाईँ जानुभयो भने पनि यो सी कि त्यहाँनिर छोरी मान्छे नै धेरै हुन्छ झ्याउकुडी पनि कराउँदो रहेछ अघिले मलाई भन्दै थियो ए काले त्यसलाई झ्याउकुडी भन्छौँ हामी झ्याउकुडी भन्छौँ यो कराउनेलाई तर के तित्तर के भन्छ अघि झ्याउकुडी हाँ बाहुन हो त ल यसको हावा कुरा नसुनौँ है सो हामी चाहिँ डबल डेकर ब्रिज आइसक्यौँ अनि मैले चाहिँ किन चाहिँ रहेछ त्यो भनेको डिग्रेड भयो भनेर भनेको भन्ने कुरा चाहिँ अहिले बुझेँ किनभने वरिपरि धेरै घर होमस्टेहरू सबै बनाइसकेको रहेछ नि त त्यसले गर्दाखेरि ऊ भएको रहेछ ए त्यो टेकिङ फोटोज सो डबल डेकर ब्रिज अब यो पहिला सबै कुरा सफा थियो होला यो त डबल डेकर होइन नि यही हो ए ओके ओके ऊ माथि र तल रहेछ नि त माथिल्लोपट्टि हिँड्नु दिँदैन क्या ए बन्द रहेछ बन्द सो यहाँ चाहिँ फोटो लिँदो रहेछ माथिल्लोपट्टि चाहिँ इट्स लाइक माथिल्लो डेकर चाहिँ बन्द रहेछ ए माछा रहेछ माछा रहेछ बङ्गालीलाई माछा मन पर्यो ल अघि जुन चाहिँ हामीले देखेको थियौँ नि त्यो ब्लू लगुनै होइन रहेछ क्या ब्लू लगुन चाहिँ यहाँ तल रहेछ है म देखाउँदैछु त्यहाँ सिधै यहाँदेखिको ब्लू लगुन चाहिँ अझै यहाँबाट आधी घन्टा पऱ्यो क्या ल यो डबल डेकर अब यहाँबाट हामी यो चाहिँ हो मेन यहाँबाट चाहिँ अब हामी हाफ एन आवर हिँडेर वी आर गोइङ टु रिच द एक्चुअल ब्लू लगुन आज मेरो साथीको चाहिँ 12 बज्छ होला आज यसको चाहिँ अरू चाहिँ थाहा भएन अब हाम्रो थोरै रिफिल ब्रेक हामीले चाहिँ म्याल्किस लिएर आएको थियौँ हुन चाहिँ यसको चिज फ्लेभर मिठो लाग्छ त्यो त कालेले लिएर आएको छ तर देओस् मिठो भयो अब एकछिन दोकानमा यही थियो भाइ दोकानमा एकछिन यही खान्छौँ अनि अब सो यो ब्रिजमा यो रुटमा वी सी मेनी ब्रिजेस लाइक दिस बट एउटा कुरा के भन्दा सबै क्लोज रहेछ क्या किनभने अब यो सायद इट्स नट एज स्ट्रङ है अनि एक्सिडेन्ट हुन्छ मिसह्याप हुन्छ भनेर चाहिँ यो सबै क्लोज रहेछ क्या ब्रिजहरू चाहिँ बट यो पनि लिभिङ रुट ब्रिज नै हो क्या त्यहाँबाट चढ्दै आएको है यहाँ चाहिँ धेरैवटा यस्तो लिभिङ ब्रिजहरू रहेछ होइन रुटको तर इट्स लाइक क्लोज क्या किनभने सायद इट्स नट सेफ एनी मोर होला नि त फर द टुरिस्ट अब यो धेरै पुरानो पनि भयो नि त अनि हामी योबाट आएर अब हो त्यहाँ चढ्नुपर्ने हो क्या यहाँबाट चढ्दै जानुपर्ने अब यो चढ्दाखेरि आई डोन्ट थिङ्क क्यारिङ अ क्यामेरा एट ह्यान्ड इज गोइङ टु बी सेफ सो योवाला पनि सकियो चढियो होइन हिँड्दैछ यहाँको भाइ पनि भेट्यो ल अन्नपूर्ण डन सो हामी आइपुग्यौँ अब यहाँ ब्लू लगुन त्यो अघिको पनि खासै ब्लू लगुनै रहेछ होइन म्यापमा पनि अघिकोलाई चाहिँ ब्लू लगुन देखाउँदैछ है खासमा म्यापमा बट हामी यहाँ आउँदाखेरि चाहिँ खोइ हामीलाई यो ब्लू लगुन हो भनेर यहाँको टिकट कटायो आइ एम नट स्योर बट आई विल सो यु है यो पनि इट्स लाइक भेरी नाइस क्या त्यो अब हेरौँ दुईवटामै पौडी खेल्न त मिल्दैन एउटामा पौडी खेल्नु पऱ्यो लुगा भिज्छ कच्छा भिज्छ होइन अनि हेरौँ कुन चाहिँमा चाहिँ खेल्ने काले त जोसमा छ यार पानी देखेर त अब सो नाउ वी हेभ रिच्ड
म अब देखाउँछु कस्तो छ। के भयो काले नाइस छ त नि ल दिस इज नाइस ब्लू लगुन राम्रो नि नाइस छ त नि यसमा खेल्ने कि यो पछिकोमा खेल्ने म त दुईटामै खेल्नु मन लाग्यो सानो के भन्छ यसले के भन्छ कालेले भन्दै काले के भएर अघिको लाइफ ज्याकेट लगाएर हामी पिछाडिसम्म जान्छ नि अलिक सानै छ त्यो राम्रो छ सानो छ तर अघिको चाहिँ ठुलो थियो आपका होली अच्छा क्या लगता है काले चाहिँ पानीमा नपस्ने अरे तलकै पानीमा पस्ने अरे अब म चाहिँ यति हिँडेर आएर यति यहाँसम्म आएर म चाहिँ पानी नखेलिकन त म त फर्किनेवाला छुइनँ होइन सो अब म पानीमा पस्नु पर्ला अब भिडियो चाहिँ त्यस्तै होला अब जोस् पानीमा चाहिँ पसेँ म एन्ड दिस इज द वाटर जुम 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 वाटरफल तर्फ पानी वाटरफल तर्फ अघि हामीले ब्रिजबाट देखेको माथिको ब्रिज देखाएको त्यो माथिको ब्रिज अघि हामीले देखाएको यो रहेछ तर दिस इज नट ब्लू लगुन तर म्यापमा चाहिँ त्यो ब्लू लगुन देखाइरहेको थियो सो वी आर गोइङ टु स्विम हियर होइन ब्लू लगुन हियर त्यो ब्लू लगुन होइन स्विमिङ पुल भन्दै थियो बट यो चाहिँ अब यहाँ पौडी खेल्नु पर्ला यहाँ आएको छ त किन नखेले जानु होइन त हाउ मच फर द्याट 100 ओके सो अर्को यसमा पनि स्विमिङ गर्दै going to record the video. Let's go. पौडी खेल्दै जाउँ होइन गहिरो चाहिँ लास्टै गहिरो छ यहाँ पनि ठाउँ चाहिँ तर यो लाइफ ज्याकेट चाहिँ काले ओ काले त्यो काले एक नम्बर डरखेर हो अनि लाइफ ज्याकेट चाहिँ मलाई कहाँ याद आउँछ भने लाइक त्यो जब हामी पोखरामा थियो क्या अनि देवतालमा डुब्दै थियो त्यति बेला देवतालमा डुब्दै गरेको बेलामा लाइफ ज्याकेटले मलाई बचाएको थियो क्या त्यो टाइममा सो लाइफ ज्याकेट रियली वर्क थियो खासमा अब त डर स्विमिङ भयो यहाँको चाहिँ दिस इज वाटरफल होइन सो यो आइएम रिल्याक्सिङ आनन्द छ जिन्दगी वाह 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 लाइफ हो टु एसी पराक निम्बु लाइफ इज रिल्याक्स घाम यता रहेछ नि त सो आइज रिल्याक्स